उपदेश 7:13 परमेश्वरले के गर्नु भएको छ सो विचार गर। उहाँले बाङ्गो बनाउनु भएको कुरालाई कसले सोझो पार्न सक्छ? समय राम्रो हुँदा खुसी हो, तर समय नराम्रो हुँदा विचार गर कि परमेश्वरले ती दुवै बनाउनु भएको हो। यसकारण मानिसले आफ्नो भविष्यको विषयमा केही पत्ता लगाउन सक्छ। हाम्रो जीवन कतिखेर के हुन्छ, हाम्रो भविष्य के चाहिँ हामीले थाहा छैन, पत्ता लगाउन सक्दैन। यसकारण वचनले के भन्यो, समय राम्रो हुँदा खुसी हो। त यहाँबाट हामी यहाँ त खुसी छौँ नि, अहिले बाहिर केही खतरा छ भने जाने होसियार हुनु पनि विचार गर्नु, जाने कि नजाने, गयो भने हामीले के हुन्छ, नाश हुन्छ। बरु यहीँ बस्नु उचित हुन्छ। यसरी के भन्नुभयो, समय राम्रो छ रमाउनुहोस्। अहिले के थियो, समय राम्रो थियो, रमाउँदै नाच्दै गयो भने हाँस खेल्दै गर्नु, परमेश्वरले महिमा चढाउनु। अब बाहिर खतरा छ भने हामी के जान्ने त, नाश हुन्छ। त्यसकारण विचार गर, समय राम्रो हुँदा रमाऊ खुसी हो, समय खराब हुँदा विचार गर। त्यसकारण हामी हरेक कुरोमा विचार गर्दै अघि बढ्नुपर्छ। जसरी भन्यो, यो मृत्यु चाहिँ मानिसको अन्तिम दशा हुन्छ। यहाँ अहिले रमाउँदा हामी बाहिर गयो, बाहिर केही घटना घटिदियो भने त्यो अन्तिम दशा नै। त्यसकारण हामीले विचार गर्नुपर्छ कि समय असल हुँदा रमाऊ, समय खराब हुँदा वचनलाई राख्नेछौँ। धन्यवाद। छोरीहरूलाई दिनेछौँ अन्तिम पाठलाई।